यहाँ दुख्छ भन्ने गुनासो महिलाको पनि हुन्छ, पुरुषको पनि हुन्छ। तर यो दुख्नुको कारण के हो त भन्नाले यसको कारण हो तपाईलाई जति खुसी चाहिने हो, खुसीको डोज क्या जति चाहिने हो त्यो खुसीको डोज निकाल्नै सक्नु भएन। तपाईँ भित्रबाट स्ट्रेसमा हुनुहुन्छ, तनावमा हुनुहुन्छ, चिन्तामा हुनुहुन्छ अनि खुसी नै हुन सक्नु भएन। गहना छ किन्ने दिनमा त खुसी भयो, भोलिपल्टबाट फेरि खुसी भएन, खुसी गर्दै भयो। अब हरेक दिन एक एकवटा गहना त किन्न सक्दैन। अथवा कसैले मोटरसाइकल किन्यो या गाडी किन्यो, किनेको 2-4 दिन त खुसी भयो, हरेक दिन चाहिँ नयाँ नयाँ गाडी त किन्न मिल्दैन। घर किने बहुत खुसी भयो, हरेक दिन त घर किनिरहन मिल्दैन। त्यही कुराहरू छन् त्यस्तो जो केही समयको लागि त म खुसी हुन्छु, तर त्यसपछि म फेरि दुखी हुन थाल्छु, म फेरि दुखी हुन थाल्छु। अतः मलाई कम से कम कन्स्टेन्टली खुसी पारिराख्ने बहाना चाहियो क्या। त्यो सामान किनेर भएन,